नमस्ते। देश अहिले फागुन 21 गते हुन लागिरहेको चुनाव मनाउनको लागि विभिन्न तरिकाले तयारी गरिरहेको छ र यो अवस्थामा सपना बेच्ने व्यापारीहरू विभिन्न गाउँ, सहर, टोल, नगरमा छिरेर सपनाको व्यापार गरिरहेका छन् र सपनालाई बेचिरहेका छन्। कसैले उखुको बिटो बोकेर सपना बेचिरहेका छन् भने कसैले अर्को घरमा गएर मकै पकाएर सपना बेचिरहेका छन्। त्यही अवस्थामा कसैले चाहिँ गणतन्त्र बचाउनुपर्छ भन्ने नारा लिएर अगाडि आएका छन् भने कसैले हामीले पार्टी परिवर्तन गर्यो, अब देश पनि परिवर्तन गर्छौँ भनेर अघि आएका छन्। र यही चालखेल चलिरहेको अवस्थामा नयाँ अल्टरनेटिभ भनेर निस्केकाहरू भने विभिन्न जुक्ति उपाय लगाएर विभिन्न ठाउँमा आफ्नो नारा अगाडि बढाउँदै मानिसहरूलाई एकजुट गर्दै अगाडि बढिरहेका छन्। भाषण लामो धेरै हुने चालचलनलाई कम गर्दै छोटो भाषण दिन थालेका छन् भने हाम्रो त जित्ने पक्की छ भने जस्तो सोचेर पत्रकारहरूले सोधेको प्रश्नको जवाफ नदिई, पत्रकारहरू अगाडि गएर नबोली, जनताको प्रश्नको उत्तर नदिई अगाडि बढिरहेका छन् र यो पहिला पनि भएको कुरा हो र यो पछि पनि हुनेछ। हाम्रो देशमा जबसम्म हामीले निर्वाचन शैली परिवर्तन गर्दैनौँ, हाम्रो देशमा जबसम्म एउटा निर्वाचन गर्नको लागि निर्वाचनलाई एउटा मार्केटिङको रूपमा नलिएर, एउटा एडभर्टाइजिङको रूपमा नलिएर जनता समक्ष आफूले गर्ने प्लान, पोलिसी, आफूले जितेपछि गर्ने के त्यो उद्देश्य लिएर जाने सिस्टम जबसम्म ल्याउँदैनौँ तबसम्म यो सिस्टम अगाडि बढी नै रहन्छ। त्यही भएर अहिलेकै चुनावमा हामीले परिवर्तन देखिनुपर्ने त हो, किनभने त्यही परिवर्तनको लागि जेनजीले शहादत प्राप्त गरे। त्यही परिवर्तनको लागि जेनजी आन्दोलनमा अगाडि उत्रेका थिए र जुन आन्दोलन पश्चात जुन अवस्थामा देश अहिले पुग्यो, यसपछि अब हामीले खोजेको भनेको परिवर्तन हो। हरेक नागरिकको आफ्नो जीवनशैलीमा परिवर्तन, देशमा जुन हरेक वर्ष 4,50,000 युवा विदेश पलायन हुने अवस्था छ त्यसमा परिवर्तन, देशमा जुन रोजगारको सिर्जना नभएको र कुनै पनि इन्डस्ट्री राम्ररी इस्टाब्लिस हुन नसकेको अवस्था छ त्यसमा परिवर्तन र आम नेपाली जनताले जुन घाँस, बाँस, कपास जस्ता बेसिक निडहरू पाउनुपर्नेछ र जसमा पहुँच अझैसम्म पनि पुग्न सकेको छैन त्यसमा परिवर्तन खोजेको त्यो हो। देशमा अहिलेसम्म परिवर्तन नआएको भने होइन। जुन सङ्कटकालीन अवस्थामा जुन देश थियो त्यो अवस्थाबाट माथि आएर देशमा थुप्रै कार्यक्रमहरू चलेका छन्, थुप्रै प्रोजेक्टहरू अगाडि बढेका छन्, विकास पनि भएको छ। तर जुन गतिले विकास भयो त्यो एउटा हामीले जुन त्यसपछि आउने सरकारहरूबाट आशा गरेका थियौँ त्योभन्दा एकदमै कम गतिमा देशमा सुधारहरू हुन थाले। देशमा एजुकेसनमा राम्रो इन्भेस्टमेन्ट नहुनाले, हाम्रो युनिभर्सिटीमा राम्रो इन्भेस्टमेन्ट नहुनाले, देशको इन्डस्ट्रीहरूमा राम्रो इन्भेस्टमेन्ट नहुनाले र कुनै पनि अगाडि बढ्न लागेको इन्डस्ट्री अथवा युवा अथवा उनीहरूले खोलेको बिजनेस होस्, व्यापार होस्, त्यसमा न इन्भेस्टमेन्ट हुने, न सरकारले लोन दिने, न ब्याङ्कले लोन दिने, न कुनै पनि यस्तो अपर्च्युनिटीहरू सिर्जना नहुने भएको हुनाले यति धेरै युवाहरू आज देशबाट पलायन हुनु पर्यो। हामीले देशमा ट्यालेन्ट त उत्पन्न गर्छौँ। 12सम्मको एजुकेसनमा जसोतसो गरेर बाबुआमाले यदि सरकारी प्राइभेट स्कुलमा सक्छन् भने ऋणै लिएर भए पनि प्राइभेट स्कुलमा आफ्नो छोराछोरीलाई पढाउँछन्। तर त्यसपछिको एजुकेसनको लेभल हाम्रो देशमा अरू देशसँग कम्पेयर गर्ने हो भने हाम्रो देश एकदमै तल छ। त्यसरी युनिभर्सिटी गएर, कलेज गएर, पढेर पास भइसके पनि देशमा रोजगारको अवस्था भने बिल्कुलै छैन। पहिला हामी खाडीमा गएर ढाड सेक्नु पर्थ्यो होइन, त्यहाँबाट फर्किँदाखेरि कि त बाकसमा फर्किन्थ्यो कि त 10-15-20 वर्षपछि अपाङ्ग भएर या आफ्नो शरीरले केही काम गर्न नसकेको अवस्थामा फर्किने चलन थियो भने अहिले चाहिँ अन्य देशमा गएर ढाड सेक्ने चलन चलिरहेको छ र बाकसमा फिर्ता हुने क्रम पनि अब सुरु हुनेवाला छ। न विदेशमा मन पराइने रेसिजम, त्यसपछि जुन यो फार राइट प्रोपोगेन्डा जुन चलिरहेको छ विदेशमा, त्यसले गर्दाखेरि न विदेशमा मन पराइने, न आफ्नो स्वदेशमा नै केही गर्न सकिने होइन। घर न घाटको भएको जस्तो अवस्थामा पनि नेपाली युवाहरू विदेशमा खटी पढेर आफ्नो परिवार, आफ्नो नेपालमा भएको परिवारको लागि काम गरिरहेका छन्, उनीहरूको सपना पुरा गर्नको लागि मरिहत्ते गरिरहेका छन्। अब यो अवस्थामा यदि कुनै पनि नयाँ सरकार आउँछ भने उसले आफ्नो मुख्य एजेन्डा देशका युवाहरूलाई कसरी देशमै परिचालन गर्ने, विदेश पलायन भएका युवाहरूलाई कसरी देशमा ल्याउने र देशमा आइसकेपछि उनीहरूको लागि अपर्च्युनिटी कसरी खोल्ने, ढोकाहरू कसरी खोल्ने भन्ने बारेमा कुरा गर्ने हो कि अझै पनि उही पुराना जस्तै झुट, हाम्रो तपाईँको सहरलाई स्मार्ट सिटी बनाइदिन्छौँ होइन, हामी यो कल्चरलाई जोगाउँछौँ, त्यो कल्चरलाई जोगाउँछौँ। अरे बाबा, देशका जनता नै नजोगिए देशको कल्चर कसरी जोगिन्छ?
होइन? तपाईँ पूर्वाधारहरूको बारेमा कुरा गर्नुहोस्। विकास हुनुभन्दा अगाडि जुन पूर्वाधारहरू चाहिन्छ त्यो कसरी विकास गर्ने हो? बाटो बनाए, पहिलाको सरकारले जहाँ पाए त्यही खनेर भए पनि बाटो बनायो होला, तर त्यो बाटोकोमा अझै पनि न कालोपत्रे भएको छ, न त्यो बाटोमा गाडी चलाएर कोही मान्छे हिँड्न सक्छ, न त बेलगाडा नै चलाउन मिल्छ, होइन? नामको विकास त भ्यू टावर पनि बनाएर भयो। अब त्यस्तै विकास गर्ने हो भने हामीले यत्रो परिवर्तन खोजेको र परिवर्तनको लागि शहादत प्राप्त गरेको काम के भयो, होइन? फेरि अर्को कुरा, अहिलेसम्मको 75 वर्षको नेपालको डेमोक्रेटिक हिस्ट्री हेर्ने हो भने कुनै पनि पार्टीले जितेर 5 वर्षसम्म लगातार एउटा स्टेबल सरकार बनाउन सकेको छैन। त्यसैले अब यदि राष्ट्रिय स्वतन्त्रता पार्टी नै सबैभन्दा ठुलो पार्टी भएर सत्तामा पुग्छ भने र उसले यदि अरू पार्टीसँग मिलेर कोअलिसनमा एउटा सरकार, गठबन्धनमा एउटा सरकार बनाउने हो भने ऊ कुन चाहिँ पार्टीसँग मिल्छ? यो प्रश्न हामीले अहिले नै सोध्नुपर्ने प्रश्न हो र यसको एन्सर पनि, यसको उत्तर पनि उनीहरूले चुनावमा हामी मान्छे भोट हाल्न जानुभन्दा अगाडि नै दिनुपर्छ, ताकि मान्छेलाई थाहा होस्, मान्छेलाई एउटा आइडिया होस् कि कस्तो खालको सरकार बन्छ यो। किनभने यो आइडियोलोजी बिनाको पार्टी हो। यो पार्टीको आइडियोलोजी न यता न उताको जस्तो छ। एमा नयाँ युवाहरूले मिलेर बनाइरहेका छन्, विच इज गुड। नयाँ जोस र जाँगर अनुसार आएको र हरेक पार्टी बन्दाखेरि आइडियोलोजी नै भएर बन्नुपर्छ भन्ने छैन, तर प्लान र पोलिसी हुनु पऱ्यो र त्यो प्लान र पोलिसीलाई कसरी इम्प्लिमेन्ट गर्ने, त्यसको लागि चाहिने बजेट कहाँबाट आउँछ, होइन? त्यो बजेट बनेर विनियोजन भइसकेपछि बजेटको सही प्रयोग भएको छ कि छैन सुनिश्चित कसरी गर्ने, त्यसको बारेमा पनि कुरा गर्ने कि अलिकति। मान्छेले एकदमै धेरै आशा बोकेर नयाँ पार्टी अथवा पुरानै नवजागृत भएका पार्टीहरूमा लाई नै सपोर्ट गर्ने भनेर अगाडि बढिरहेका छन्, एकदमै धेरै आशा बोकेर। कसैलाई पनि हाम्रो देश एकदम विकास नभएको, एकदम पछाडि सरेको देश होस् भन्ने कसैलाई पनि चाहँदैन। चाहे ती मान्छेले एमालेलाई भोट हालुन्, चाहे ती मान्छेले आरएसपीलाई भोट हालुन्, अथवा चाहे ती मान्छेले प्रजातन्त्र पार्टीलाई नै किन भोट हालुन्। आफ्नो देशको उन्नति नहोस् भन्ने सोचले त हालेको होइन। यो त पार्टी चलाउने मान्छेहरूले चाहिँ कसरी पार्टीलाई अगाडि बढाउँछन्, त्यो पार्टीको प्लान र पोलिसी के हुन्छ, यदि आफू यदि कुनै दिन सत्तामा पुग्यो भने देशमा कसरी परिवर्तन ल्याउँछन्, त्यो भन्ने कुरा त पार्टीमा डिपेन्ड गर्छ र पार्टीका मान्छे जब जितेर सत्तामा पुग्छन् उनीहरूमा डिपेन्ड गर्छ। हामीले त प्रधानमन्त्री अझै पनि डाइरेक्टली चुज गर्न त पाएनौँ नि त। जुन मुख्य जेनजीको माग थियो त्यो त पुरा भएन यो इलेक्सनमा। यदि त्यस्तो सिचुएसन आयो जब राष्ट्रिय स्वतन्त्रता पार्टीले सरकार बनाउने भयो अरू पार्टीहरूसँग मिलेर, यदि त्यस्तो सिचुएसनमा राष्ट्रिय स्वतन्त्रता पार्टीले कि एमालेसँगै गठबन्धन गर्ने हो कि नेपाल कम्युनिस्ट पार्टीसँग गठबन्धन गर्ने हो कि काङ्ग्रेस पार्टीसँग गठबन्धन गर्ने हो कि अन्य रिजनल साना पार्टीहरूसँग मिलेर गठबन्धन गरेर ऊ सरकार बनाउन सक्षम हुन्छ। यसपालि पनि बहुमत कसैको आउनेवाला छैन। हाम्रो देश एकदमै फ्रेगमेन्टेड छ। कसैले चाहिँ यो जेनजीमा बाहिरबाट हस्तक्षेप भयो त्यही भएर एमाले पार्टी आउनुपर्छ अथवा पुरानै पार्टी आउनुपर्छ, यो हस्तक्षेप हुनबाट रोक्नुपर्छ भन्ने कुरामा अझै पनि विश्वास गर्छन् भने कसैले चाहिँ होइन हामीलाई नयाँ पुस्ता चाहिएको छ, आइडियोलोजी भएका हुन् या नहुन्, मान्छेले काम गरेका छन्, काठमाडौँको मेयर हुँदा काम गरेका छन्, धरानको मेयर हुँदा काम गरेका छन्, त्यही भएर हामीलाई उनीहरूमा विश्वास छ, त्यही भएर हामी उनीहरूलाई भोट हाल्छौँ भनेर अगाडि त बढेका छन्। अब देश चलाउनु र नगरपालिका चलाउनु भनेको कम्प्लिटली डिफ्रेन्ट कुरा हो, तर यदि उनीहरूमा गर्ने जोस र जाँगर छ भनेपछि हामीले अहिलेसम्म जतिवटा पार्टीलाई चान्स दियौँ, जतिवटा मान्छेहरूलाई चान्स दियौँ, त्यही चलनमा नयाँलाई चान्स दिँदैमा चाहिँ केही कुरा बिग्रिने भन्ने चाहिँ हुँदैन। आखिर केही भयो भने देशै सप्रिन्छ कि भन्ने आश हो। तर कुनै पनि पार्टीले चाहे तिनीहरूको नागरिक करार होस्, घोषणापत्र होस्, सङ्कल्प पत्र होस्, मेनिफेस्टो होस्, जेसुकै होस्, चाहे त्यो 40 पेजको होस् या फिर 200 पेजको होस्, कसैले पनि कुनै एउटा स्पेसिफिक इन्डस्ट्री अथवा कुनै मल्टिपल इन्डस्ट्रीमा फोकस गरेर हामी चाहिँ यसरी प्लानबद्ध रूपमा यसरी अगाडि बढ्छौँ, यति पैसा खर्च हुन्छ भन्ने कुरा कहीँ पनि गरेको देखिँदैन होला। नयाँ पार्टीहरूसँग प्रशस्त स्रोत नहोला, तर राष्ट्रिय स्वतन्त्रता पार्टी नयाँ पार्टी होइन, यो एकचोटि चुनावमा पहिला उठिसकेको पार्टी हो। र यति बेला कसैले भनि पनि राखेका होलान् कि ल हेर राष्ट्रिय स्वतन्त्रता पार्टीका उदार नेता जो चाहिँ आफू प्रधानमन्त्री नबनेर रवि लामिछाने बालेनलाई प्रधानमन्त्री बन्ने अवसर दिए किनभने उनी जनताको म्यान्डेट बुझिरहेका छन्। द्याट्स नट द केस। रवि लामिछाने अहिले लिगल्ली प्रधानमन्त्री बन्न मिल्दैन जितेर आए पनि। सो बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि आऊ भन्नु इज अ ट्याक्टिकल पोलिटिकल मुभ एन्ड एभ्री पोलिटिकल पार्टी एन्ड एभ्री पोलिटिसियन डज इट, होइन? यो कुनै नयाँ कुरा होइन। र यस्तो सिचुएसनमा यदि भोलि बालेन शाह र रवि लामिछानेको बिचमा कुरा मतभेद भयो भने चाहिँ के आरएसपीका सांसदहरूले बालेन शाहलाई सपोर्ट नगर्ने हो अनि त्यसपछि फेरि सरकार ढलाउने हो? किनभने बालेन शाह त एकचोटि फक आरएसपी भनेर पोस्ट गरेका मान्छे हुन्। उनलाई राष्ट्रिय स्वतन्त्रता पार्टी पूर्ण रूपमा मनपर्छ कि पर्दैन भन्ने कुरा हामीलाई पनि थाहा छैन।
उनको सिद्धान्त के हो भन्ने पनि हामीलाई थाहा छैन। उनी काम गर्छन् त्यो चाहिँ हामीलाई थाहा छ, तर उनी पछि पनि आएर कामै गर्छन्, उनको पछाडि कोही मान्छे पसेका छैनन्, उनका आसेपासेहरूको लागि उनी गर्दैनन् भन्ने कुरा हामी भन्न सक्दैनौँ। हुन त राष्ट्रिय स्वतन्त्रता पार्टी कार्यकर्ता बिनाको पार्टी भन्छ, तर अहिले उसको चुनावमा भइरहेको चाल चलन छ, चुनावमा जुन हुल बटुर्ने काम भइरहेको छ अथवा हुललाई ल्याउने काम जुन भइरहेको छ त्यो काम कार्यकर्ता बिना हुँदैन। त्यही भएर यदि कार्यकर्ता छैनन् राष्ट्रिय स्वतन्त्रता पार्टीका भने के चाहिँ छन् त है। अनि राष्ट्रिय स्वतन्त्रता पार्टीको एउटा हामी कसरी फरक छौँ भन्नेमा बुदामा एउटा बुदा के पनि छ भन्दाखेरि अहिलेसम्म कुनै पनि व्यावसायिक रूपमा प्रगति गरेका अथवा व्यक्तिगत रूपमा प्रगति गरेका मानिसहरूलाई सिधै पार्टी सदस्यबाट के अरे संसद अथवा सभापतिसम्म बनाउने सिस्टम छैन, तर हामी पार्टीमा ल्याउँछौँ भनेको छन्। त्यो अवस्थामा यदि भोलि कुनै एउटा व्यवसाय अथवा थुप्रै व्यवसायहरू जसले प्रगति गरेका छन्, यहाँ व्यक्तिगत रूपमा जो प्रगति गरेका छन्, त्यो व्यक्तिगत रूपमा प्रगति गर्नु भनेकै हाम्रो देशमा एकजना मान्छेले थुप्रै धन आर्जन गर्नलाई चिनिन्छ। सो यो सिचुएसनमा यदि त्यस्ता मान्छेलाई सिधै सदस्यबाट सभापतिसम्म बनाउने अथवा पार्टीले टिकट दिएर खडा नै गर्ने हो भने उनीहरूले आखिर जितेर गएर देशका जनताको लागिको हितमा काम गर्छन् कि उनी आफ्नो व्यवसायहरूको आफ्नो व्यवसायिक र आफ्नो व्यवसाय साथीहरूको हितमा काम गर्छन्। हाम्रो देशमा यसै पनि जुन टपको 1% पपुलेसन छ त्यसले बटमको 50% पपुलेसनभन्दा 500 गुणा बढी धन आर्जेर बसेको छ। उसले त्यो धन तलको जुन हाम्रो नेपालको वर्किङ क्लास, त्यसपछि हाम्रो देशको जुन मिडल क्लास पपुलेसन छ उसलाई दमन गरेर कमाएको धन सम्पत्ति हो। 15,000 स्यालेरी होइन, एउटा शिक्षकको 15,000 स्यालेरी, एउटा नर्सको 15,000 स्यालेरी, त्यसरी नै कमाएको धन सम्पत्ति हो त्यो। अब हाम्रो देशमा वर्कर ल अथवा टिचरहरूको लागि राम्रो व्यवस्था, नर्सहरूको लागि राम्रो व्यवस्था, एउटा मिनिमम वेजको सिस्टम अथवा सरकारले स्याङ्सन गरेको स्यालेरीको सिस्टम त्यो ल्याउनको लागि कसैले प्लान पोलिसी बनाएको देखिँदैन। अनि आम नागरिकमा परिवर्तन महसुस गर्ने, आम नागरिकको क्वालिटी अफ लाइफ बढ्ने भनेको कसरी? उनीहरूको इकोनोमिक प्रोग्रेस भएर हो नि होइन। उनीहरूको लाइफमा इकोनोमिक प्रोग्रेस ल्याउनलाई कि उनीहरूले आफ्नो एउटा बच्चाबच्चीलाई विदेश पठाएरै सेक्रिफाइस गर्नुपर्ने हो कि आखिर देशमै सरकारले पनि केही गर्छ अब? र त्यसको लागि कुनै पनि पार्टी, चाहे नयाँ हुन् पुराना हुन्, कुनै पनि पार्टीले यो कुरामा फोकस गरेको देखिँदैन। किन? सरकारमा गएर सत्तामा गएर मात्र दिमाग चलाउने हो कि पहिल्यै दिमाग चलाएर हामी चाहिँ सत्तामा गइसकेपछि यो गर्छौँ भनेर लड्ने हो? समाजवादका पूजा गर्ने, समाजवादलाई पूजा गर्ने पार्टीहरू आए, पहिला नआएका होइनन्, तर उनीहरूले आफ्नो सिद्धान्तलाई बेचेर व्यावसायिक र दलालको हातमा दिएको हुनाले आज देश यो स्थितिमा पुग्यो। उनले आफ्नो सिद्धान्तलाई बिर्सेर, सिद्धान्त नै नमिल्ने अरू पार्टीसँग मिलेर उनीहरू सत्तामा बसे, सरकार पनि बनाए, त्यो 1 वर्ष टिकोस् 2 वर्ष टिकोस् तर बनाए। तर उनीहरू न जनतालाई हित हुने, न जनहितको लागि केही काम गरे। उनले आफ्नै आसेपासेको लागि काम गरे, उनी आफ्नै कार्यकर्ता र कार्यकर्ताका आफ्नालाई जागिर दिने, त्यसपछि तिनलाई नै सबै कुरा सहज बनाइदिने, उनीहरूलाई उनीहरू पहुँच भएका मान्छे भनेर समाजमा गन्ने नै बनाइदियो। फेरि पनि त्यस्तै हुने हो यो नयाँ सिस्टम आइसकेपछि भने देयर इज नो पोइन्ट इन अस लाइक एक्सपेक्टिङ एनिथिङ फ्रम दिज न्यू पार्टिज। यदि त्यो हुने होइन भने कसरी चाहिँ परिवर्तन गर्नुहुन्छ तपाईँहरूले त्यो कुरा जनतालाई कृपया भनिदिनुहोस्। जनता मूर्ख छैन, जनता अबुझ छैन, जनता नजान्ने पनि छैन, तर जनतालाई तपाईँले प्रोपोगेन्डा फैलाएर तपाईँले आफ्नो एकतर्फी मात्र कुरा गरेर यदि त्यसरी बहल्याउनुहुन्छ भने जनता बहलिन्छ पनि। कृपया मेरो अनुरोध जनताबाट के छ भनेपछि यसपालिको इलेक्सनमा तपाईँ यो नहेर्नुहोस् कि कुन चाहिँ पार्टीमा सबभन्दा राम्रो भाइब्स छ, कुन चाहिँ पार्टीले सबभन्दा धेरै आवाज उठाउन लागिरहेको छ। किनभने चुनाव भनेकै मार्केटिङ हो। चुनाव भनेकै कुनै पनि एउटा पार्टीले आफ्नो व्यापार, आफ्नो प्रचार गर्ने समय हो। त्यो प्रचारलाई हेरेर मात्रै तपाईँले टिभीमा कुनै प्रचारलाई हेर्दैमा त्यसको सामानलाई यत्तिकै त वाह भनेर प्रयोग गर्नु नि, त्यसलाई जानुहुन्छ, हेर्नुहुन्छ, छाम्नुहुन्छ, यताउता गर्नुहुन्छ, अनि बल्ल राम्रो लागेपछि प्रयोग गर्नुहुन्छ नि होइन। त्यसरी नै आफ्नो क्यान्डिडेटहरूलाई पनि तपाईँले जज गर्नु पऱ्यो, उनीहरूको पर्सनालिटी, उनीहरूको क्यारेक्टरलाई जज गर्नु पऱ्यो, उनीहरूको ब्याकग्राउन्डलाई चेक गरेर उनीहरूको कुन परिवारबाट आयो, कुन जात हो, कुन धर्म हो, त्यसको आधारमा भोट हाल्ने होइन कि उसले के काम गर्छु भनेको छ, केही काम गर्छु भनेको छ कि छैन। फेरि कतिले त भन्दैनन् पनि, कतिले त्यही उही के अरे घोषणापत्र, करारपत्रको एउटा 1 पेजलाई लिएर त्यसैलाई रट्टा मारेर त्यसैलाई भाषण गर्छन्। उसको कुनै भिजन छ कि छैन, उसले आफ्नो लोकल लेभलको प्रब्लमलाई कसरी सल्भ गर्छु भनेको छ, र ऊ जब नेसनल लेभलमा जान्छ उसले कस्तो कस्तो खालको पोलिसी बनाउँछु भनेको छ, त्यो कुरालाई पनि हेर्नु पऱ्यो। ऊ व्यवसायको पकेटमा भएको मान्छे हो कि एउटा आम नागरिकले को दुःख सुख सुन्ने र त्यसको लागि केही काम गर्ने आँट भएको मानिस हो, त्यो कुरा हेर्न जरुरी छ। म तपाईँलाई यो पार्टीलाई भोट हाल्नुहोस्, त्यो पार्टीलाई भोट हाल्नुहोस् भन्दैन। म अहिले यसपालिको इलेक्सनमा अहिले निष्पक्ष भएर भिडियो बनाइरहेको छु।
र पछि पनि निष्पक्ष भएर नै भिडियो बनाउने छु। मेरो झुकाव छ, मेरो समाजवादप्रति एकदमै धेरै झुकाव छ। म सबै मानिसले इक्वल राइट र इक्वालिटीमा मात्र नभएर इक्विटी पनि पाउन् भन्ने कुरामा विश्वास गर्छु। आफ्नो देशलाई हामीले समृद्ध नेपाललाई, स्वतन्त्र नेपाललाई अगाडि बढाउनुपर्छ। हाम्रो आसेपासेका जति पनि हाम्रो जुन छिमेकी देशहरू छन् उनीहरूको हस्तक्षेप बिनाको हाम्रो देशमा सरकार चल्नुपर्छ र उनीहरूसँग हाम्रो राम्रै रिलेसन पनि हुनुपर्छ ताकि हाम्रो देशले उन्नति गर्न सकोस् भन्ने कुरामा विश्वास गर्छु। म हाम्रो देश व्यवसायीहरूले नभएर आम जनताले चलाउने देश होस्। हाम्रो देशमा वर्कर ल र वर्कर राइटहरू अहिलेदेखि नै इस्टाब्लिस हुन् ताकि जब यदि हाम्रो देशमा जब इन्डस्ट्रीहरू बन्दै जान्छन्, जब आइटी इन्डस्ट्री बन्ला या हाम्रो देशमा फ्याक्ट्रिजहरू नै खोलिएला, जब त्योहरू बन्दै जान्छ त्यति बेला हाम्रो देशका जनताले फेरि बाटोमा आएर आफ्नो ज्यानलाई दाउमा राखेर सरकार विरुद्ध अथवा सरकारप्रति आफ्नो कुनै पनि क्रोध आक्रोश देखाउन नपरोस्। उनको हक र अधिकार हामी अहिलेदेखि नै सुनिश्चित गरौँ। र अहिले जति पनि हाम्रा देशका किसानहरू छन्, मजदुरहरू छन्, हाम्रो देशको जति पनि इन्डस्ट्रीमा काम गर्ने मानिसहरू हुनुहुन्छ उहाँहरूको हक र अधिकार अहिलेदेखि नै सुनिश्चित गर्नुपर्छ। किसानहरूलाई मिनिमम सेलिङ प्राइस अहिलेदेखि नै सुनिश्चित हामीले गर्न सक्छौँ। त्यसरी हामीले किसानहरूलाई प्रोत्साहन गर्न सक्छौँ ताकि ऋण लिएर ऋण तिर्न नसकेको अवस्थामा किसानले आफ्नो आत्महत्या गर्न नपरोस् आफ्नो परिवारलाई बचाउनको लागि। हामीले हाम्रो हेल्थ केयरलाई यति बलियो बनाउन सक्छौँ अहिलेकै स्थितिमा, अहिलेकै सिचुएसनमा, अहिलेकै बजेट प्रयोग गरेर हाम्रो छिमेकी जस्ता देशहरू हामीलाई देखेर लज्जित हुन सक्छन्। हाम्रो देशको हेल्थ पोस्ट सिस्टमको जति पहुँच छ त्यति पहुँचै भएको सायद अरू कुनै नै देश होला लोकल लेभलसम्म। तर न त्यहाँ पर्याप्त डक्टर छ, न त्यहाँ पर्याप्त नर्स छन्, न त्यहाँ सिटामोल नै पाइन्छ। यो सबै कुरालाई परिवर्तन गर्न सकिन्छ। यो सबै कुरालाई लिएर अगाडि बढ्न सकिन्छ। यसको बारेमा कुरा पनि गर्न सकिन्छ। यो आम नागरिकलाई दिनदिनै छुने विषयको कुरा हो। हाम्रो देशमा त अहिले 2 लाख तिरेर 3 लाखै तिरेर भए पनि कलेज पढ्न परिरहेको छ, ऋणै लिएर भए पनि। यसलाई हामीले कसरी कन्ट्रोल गर्न सकिन्छ? सरकारले एउटा ट्युसन फीलाई म्यान्डेट गरेर अगाडि बढाउन सक्छ नि, हैन? सरकारले काठमाडौँमा मात्र कलेज विद्यालय खोल्नलाई प्रोत्साहन नगरेर अन्य हरेक गाउँ हरेक टोलमा पनि विद्यालय र अनि त्यसपछि कलेजहरू खोल्नलाई प्रोत्साहन गर्न सक्छ नि? सक्दैन? त्यसको लागि प्लान चाहियो, त्यसको लागि भिजन चाहियो। इन्डस्ट्रियल एरियाहरू छुट्याउनु पर्यो ताकि हामीले हाम्रो वन जङ्गललाई फडानी गर्न नपरोस्। त्यसपछि चुरेलाई जथाभावी चिरेर त्यसको बालुवा लिएर बेचबिखन गर्नेलाई कारबाही गर्नु पर्यो ताकि हाम्रो तराईमा जति उब्जनी हुन्छ, तराई चाहिँ बाढीको बेला डुब्ने र पानी नपरेको बेला खडेरी लाएर सुक्ने सिचुएसन नहोस्। यो सबै गर्न सकिन्छ, तर गर्ने कसरी? यसको भिजन हामी यहाँ बसेर एउटा रुममा बसेर भिडियो बनाएर मात्र हुँदैन। यसको लागि चाहिँ जो इलेक्सनमा उठेका छन्, जसले केही गर्छु भनेर अगाडि बढेका छन् उनीहरूले यसको बारेमा सोच्नुपर्छ र प्लान पहिल्यै बनाउनुपर्छ जित्नुभन्दा अगाडि। जितिसकेपछि के गर्नुहुन्छ तपाईँहरूले त्यो त कसलाई के त? जनतालाई एकमुष्ट बनाएर अगाडि लानुपर्छ। जनताको हरेक प्रब्लम हरेक एङ्गलबाट त्यसलाई एड्रेस गर्न सक्नुपर्छ। अनि मात्र तपाईँले देशमा केही परिवर्तन ल्याउन सक्नुहोला। नत्र यदि तपाईँ पनि पुराना जस्तै तरिकाले व्यापार गर्नलाई, सपना बेच्नलाई व्यापारी बनेर चाहिँ अगाडि उठ्ने चुनावको बेला हरेक 3-4 वर्षमा अनि त्यसपछि जितेर केही पनि नगर्ने हो भने त त्यो केही फरकै भएन। त्यही भएर नेपाली आम जनतालाई म के रिक्वेस्ट गर्न चाहन्छु भने हेर्नुहोस् आफ्नो वरिपरि। यसपालिको चुनाव भिन्न खालको छ। यसपालिको चुनाव अहिले नहुने चुनाव हो, तर यसपालिको चुनाव घटना त्यही अनुसारले भएको हुनाले चुनाव अगाडि बढिरहेको छ। यो एउटा हाम्रो लागि अवसर हो ताकि हामीले एउटा सज्जन र त्यसपछि देशको हितमा काम गर्ने सरकार बनाउनलाई हामीले त्यसको लागि मतदान गर्न सकौँ। त्यही भएर यसपालि अन्य सबै कुरालाई पछाडि राखेर तपाईँ कुन चाहिँ पार्टीको कार्यकर्ता हुनुहुन्छ, कुन चाहिँ पार्टीको कार्यकर्तालाई तपाईँको फ्यामिलीको मेम्बर हुनुहुन्छ भन्ने कुरालाई नहेरेर र आफ्नो उन्नतिलाई मात्र नहेरेर समग्र नेपालीहरूको उन्नति हुने र हितमा हुने र त्यो हितमा काम गर्ने पार्टीलाई भोट दिनुहोस्। त्यसपछि हेरौँ हामी के हुन्छ। यो सबै आशामै टिकेर बसेको छ। हामीले अहिलेसम्म धेरै माथि आशा राख्यौँ। कतिले गरे कतिले गरेनन्, धेरैले गरेनन्। अब आशा छ, अब आउनेले गर्छन्। यो नयाँ नेपाल हो र यो नयाँ नेपालमा हामी नयाँ नेपालीले नयाँ तरिकाले सोचेर अगाडि बढ्नुपर्छ। धन्यवाद।